ल साथीहरू, आज चाहिँ हामीले चौचौ च्यालेन्ज गर्न लागेको कसले छिटो सक्छ भनेर। अहिले चाहिँ हामी तिनजना दिदी, म, काकी, हामी तिनजना भएर चाहिँ बनाउनलाई लागेका छौँ। अब टक्क बनाउने अनि त्यो पछि सर्लक्क खाने। काकीले हामीले चाहिँ खानुहुन्छ। के भन्नु छ मेरो ब्लगमा? के भने अब हामी इन्जोय गर्ने रमाइलो गर्ने अरे भयो भने काकी यता तल बोल्नु हेलो भयो कति तेल सहिरहेको थियो। पहिला सुरुमा ससेज तातो पानीमा हालेर यसो गर्दैछ अब फ्राई गर्नको लागि होइन। खासै ससेज खाने मान्छे चाहिँ सबै भादाभुङ्गो गरे यहाँ ढङ्गा नभएकोले हो यसरी पुस्नुपर्छ। सर्लक्क पुस्ने। त्यहाँ चाहिँ के अरे ससेज फ्राई हुँदैछ। ससेज फ्राई गर्ने मान्छे त्यस्तो हुँदैछ। पकाउनु न खुरुखुरु। लगभग फ्राई भइसकेको छ है त। यता चौचौ पनि रेडी भइसक्यो उम्लिनको लागि। ल है साथीहरू, अब हाम्रो चाहिँ च्यालेन्ज सुरु हुँदैछ। यहाँ सर्लक्क सबै राखिसक्यो होइन। मच्छरको धुप पनि राखेको छ यहाँ। यस सबैलाई ऊ साइड लगाइदिउँ। अनि हाम्रो फर्स्ट हुनेलाई चाहिँ चाइनाको 10 रुपियाँ छ। अनि सेकेन्ड हुनेलाई चाहिँ यो किटक्याट। अनि थर्ड हुनेलाई चाहिँ यो। अनि फोर्थ हुनेलाई चाहिँ अब पनिसमेन्ट नदिउँ होला। ल खुर्सानी हो। अन्तिले त खुर्सानी खुवाउनै पर्छ। अन्तिले त खुवाउनै पर्छ। अन्तिले त खुवाउनै पर्छ। मुटु दुखेन टाउको दुखेन। के गर्छस् तैँले? 10 रुपैयाँ पैसा लिन्छ मैले त। खुर्सानी खान्छ। ल हेरौँ है त। अब लास्टलाई चाहिँ छोडिदिउँ, प्राइज नराखौँ। मै लास्ट हुनसक्छ अहिले, किनभने यत्रो धेरै मैले खान सक्दैन। सो अब चाहिँ हामी स्टार्ट गर्छौँ है त च्यालेन्ज। यसले त ससेज त छैन एउटा। ल है त, हाम्रो चाहिँ अब च्यालेन्ज स्टार्ट हुँदैछ। त्योभन्दा अगाडि यो कसको हो? पहिले यो पिरो नसकेको मै खानै पाउँदैन। आफ्नो बुझिन्छ दिएर खाने च्यालेन्ज त। ल है त, ल रेडी? ल 3 2 1 1 मात्रै भइरहेछ। यस्तो कहाँ छ नि लत्ता हालेर। गो। चम्चाले दिने मलाई चाहिँ मैले यो जान्दै जान्दैन। समाउनै जान्दैन मैले यो। अन्जु फास हुँदैन के? यसले समाउनै जान्दैन। सबै त चम्चाले चोर्नु जान्दैन मैले। अन्डा ससेज सबै हो पनि सबै सिस्टम पार देंगे। विनर 10 रुपैयाँ। विनर 10 रुपैयाँ। जितिसक्यो। यो त आउँदै आउँदैन। आउँदैन। निकाल्नु पाउँदैन। मेरो पनि सिटिसक्यो। म हाल्नु।
मैले त छिट्यो म त 10 रुपियाँ पैसा आइसक्यो पो मेरो थाहा हो किन थाहा भयो त होइन क्लियर सेकेन्ड चाहिँ म भयो है साथीहरु मैले थापेको हो अन्जुले जसले खुर्सानी चपायो खुर्सानी छ है पनिसमेन्टमा लास्टमा गएर चाहिँ छ है खुर्सानी अन्जुले जसले खुर्सानी चपायो अन्जुले जसले खुर्सानी चपायो चक्लेट त मेरो भयो मेरो हो नि कहाँ मैले सकेको है मेरो त मैले एक गिलास मात्र सकेको बराबर उसले त सकाएको हो तिमी त्यसो रोकेर मैले अगाडि नै ससेत खाइदियो कि दुईटा एकैचोटि नत्र म भन्यो कि अनि नानी काटिदिनु त भन्न दाबले आए यसलाई अझै यो चम्चले खान नदिएर नत्र यसलाई आधा भएर खाइदिन्छ मैले बङ्गर खाँदैन बङ्गरै गल्यो यार मेरो त यार यहाँ विनर हुने बेलामा नि खै किटक्याट के खै पैसा पैसा अहिले दिउँला नि के यहाँ गर्छ विनर भएपछि यहाँ राख्नु पर्ने अघि नै है यो किरिया उसले खानु पर्यो यो तिमीले खानु पाउँथ्यो यो हाम्रो सेकेन्ड विनरलाई चाहिँ पहिला दिइहालौँ होइन अनि थर्ड विनरलाई नि दिइहालौँ हुँदैन अब हाम्रो जेले काका फर्स्ट विनर खै विनर फर्स्ट सेकेन्ड रनर अप सेकेन्ड रनर अप अब के अरे काकालाई अहिले 10 रुपियाँ म पर्सनलमा दिन्छु भिडियोमा चाहिन्छ खै लाग्दै त्यहाँ 10 रुपियाँ त भिडियोमा चाहिन्छ यहाँ 10 रुपियाँ त मेरोमा होला यतिवटाबाट दिए नि भइहाल्यो के भन्नु होइन चाइनाको 10 रुपियाँ जस्तो देख्नु ल साथीहरू अब सर्लक्क होइन चाइनाको 10 रुपियाँ हाम्रो विनरलाई हस्तान्तरण भइसकेको छ मिस्टर रमित तामाङबाट सबैजनाले ताली बजाइदिउँ ल ताली 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 दिँदै दिँदैन हो पैसा पैसा दिनु ल है मान्छेले जितिसकेको चिजलाई स्पोन्सर भन्नु नि यता जितिसक्नु भइसकेको छ उहाँले स्पोन्सर काका अर्को पनि 10 रुपियाँ दिए हुन्थ्यो फर्स्ट रनर अप म हो 500 राख्नु पर्ने खास त सेकेन्ड रनर अप उ त्यो हो त्यो